दागो लाभा हुन्छ नि आजको चाहिँ पेट दुख्यो अरे आज ल सबैजना गुड मर्निङ बस बुवाले चाहिँ नारी सामने दिन्छ नि सन्चो हुन्छ तयारीमा त्यहाँ दागो लाभा हुन्छ नि नो 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 त्यस्तो छैन के निमाले म चाहिँ पाती खोज्न गएँ पक्का नि पाती साथै खोजेर ल्याउँछन् के भयो तँलाई पेट दुख्छ पेट दुख्छ मैले फेरि ला पाती ल्याउनु गएँ माथि पाती लिएर आउँछ पक्कै नि त किसिम ल्याउँछ नि हेरेर आशिष हेरे उता फेरि हाल्लन सिजनले हेरे भग्ने पाती लिएर आयो पाती हुने यस्तो कुरा हो पाती हुने पाती लिएर आउनु उहाँले पाती ल्याउनु भयो हाम्रो आशिष भाइको पेट दुख्यो त्यही भएर क्या सन्चो हुन्छ अब एकैछिन नाति आशिष भाइ ठाडो पर सन्चो हुन्छ नि लौजा हिँडेँ घरतिर आशिष नम्बर बिरेर पहिला हामी यस्तो काम त हाम्रो बाबा पनि गर्नुहुन्थ्यो क्या जस्तै अब कोही सातो गयो भने बच्चा फुल ल्याउने यताउति गर्नुहुन्थ्यो आमामा चाहिँ अहिले फुकिदिएर चाहिँ घाँस जाने हिँड्नुभएको अवस्था छ ल साथीहरू यस्तै हो गाउँतिर कहिले यस्तो नि विश्वास हुन्छ कहिले होइन बुढाहरू पहिलेदेखि गर्दै आइरहेको पनि त्यही भएर हो ल सबैजनालाई अब नेक्स्ट डे आल्छु नेक्स्ट भिडियो अन्टिल देन बाई